भारतको गोवामा शनिबार राति नाइट क्लबमा लागेको आगलागीमा मृत्यु भएका सबै 5 नेपालीको पहिचान खुलेको छ। उक्त घटनामा 25 जनाको मृत्यु भएको थियो। ज्यान गुमाउने नेपालीहरूमा दाङका 31 वर्षीय चूर्ण बहादुर पुन, सिन्धुलीका लील बहादुर विवेक कटुवाल, झापाका सबिन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा रहेका छन्। उनीहरूको शव नेपाल ल्याउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चूर्ण बहादुरको शव एयर एम्बुलेन्स मार्फत लखनऊ हुँदै दाङ पुर्याइनेछ। बाँकीको शव पनि घरसम्म पुर्याउन प्रयास भइरहेको छ। नाइट क्लबमा मध्यराती लागेको आगो ग्यास सिलिन्डर विस्फोटपछि तीव्र बनेको थियो। साँघुरा बाटो र कमजोर आगो नियन्त्रण व्यवस्था कारण धेरैले ज्यान गुमाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। क्लबले सुरक्षा मापदण्ड नमानेको र अवैध रूपमा सञ्चालन भएको पाइएको छ। प्रहरीले 4 जनालाई पक्राउ गरेको छ भने मालिक र स्थानीय सरकारका 3 अधिकारी विरुद्ध मुद्दा दर्ता गरी निलम्बन गरिएको छ। गोवा सरकारले मृतक परिवारलाई 5 लाख र घाइतेलाई 50,000 रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।